गाइस आज चाहिँ हामी सपिङ गर्नलाई विदेश जाँदैछौँ है त। अनि हाम्रो विदेश चाहिँ कहाँ भन्दाखेरि इन्डियाको जोगबनी रहेको छ। सो अनि अहिले हामी चाहिँ यहाँ तीनजना छौँ। हामी यहाँ सात दिदी बहिनीहरू तीनजना छौँ। अब एकजना हाम्रो साथीले चाहिँ भेट्नु बाँकी छ। हेलो हेलो नानी, हाई गर। खै हाई गरेको, बाई। यहाँ चाहिँ हामी 1 मिनट भइसक्यो टेम्पो आउँछ भनेको, टेम्पो आएकै छैन। हामी चाहिँ यहाँ हाइवेमा पर्खिँदा हामी चाहिँ भानुचोकसम्म जानु पनि हाम्रो टेम्पो भेटाएकै छैनौँ त है। देखि अब यता टेम्पो आएन, अनि त्यही भएर यताबाट चाहिँ हामी उताल्लो साइड जानु गएको, किनभने वान वे छ नि त। अनि त्यही भएर तर सधैँ चाहिँ इजिली पाउँथ्यो। अहिले बिहानै हामी कति बज्यो, 7 बजी भएर कि खै किन हो टेम्पोहरू सब भरेर आयो। अनि त्यही भएर हामी चाहिँ यहाँ यो कच्चीवाला बाटो हिँडेको है त गाइज। गाडीमा झुक्नु त यसरी हामी चाहिँ गाडी चढिसक्यौँ, तर गाह्रो भयो भने चाहिँ सन्चो यता चाहिँ फेरि हाम्रो सन्चोको एडिक्सन नै एकदमै सन्चो बिना बाँच्नै गाह्रो। हेलो गाइज, अहिले चाहिँ हामी यहाँ छिमेर ठाउँमा आइपुगिसकेको छौँ। यो चाहिँ नेपाल साइडतिर हो। अनि हामी चाहिँ यहाँ कति धेरै गाडीहरू स्ट्यान्ड लाग्दो रहेछ। अटो नै अटो। अनि यहाँ चाहिँ हाम्रो नेपाली पुलिसहरू के पो यहाँ बस्नुहुन्छ जस्तो लाग्यो मलाई है त। यहाँ चाहिँ हाम्रो ट्याक्क ट्राफिक पुलिस बस्दो रहेछ। अनि यहाँदेखि चाहिँ तल चाहिँ इन्डिया होला सायद। अहिले चाहिँ हामी यहाँ हामी चाहिँ यहाँ आइसकेको छौँ। अझै एकदमै भिड छ है यहाँ। मेन चाहिँ यहाँ साह्रै साउन्ड पढाउँदो रहेछ। भिडबाट देख्नु सक्नुहुन्छ यहाँ चप्पलहरू, चस्माहरूको कलेक्सन। चाहिँ बजार लाग्दो रहेछ है, मार्केट है। अन्त के साह्रो ट्याक टुकटुक गर्नु पऱ्यो। गाडी नै रोडमा सबै मान्छे हिँड्ने भएर पनि होला। यस्तो जुत्ती पनि है राम्रो हुन्छ है। कलेज पढाएर +2 पढेर अहिले 5 वर्षसम्म लगाएर त्यत्रो अन्त डरो हुन्छ हौ। चुरी कति राम्रो। यहाँ चाहिँ धेरै जसो छोरी मान्छेहरूको सामानहरू चाहिँ एकदमै धेरै रहेछ, लाउनेदेखि लिएर केटाहरूको पनि धेरै मजाले पाउँदो रहेछ घरहरूको सामानहरू लिएर है। हामी चाहिँ यहाँ थोरै साडीहरू लिनुपर्ने थियो र अनि एक्स्ट्रा के सामानहरू लिनु फेरि हामी यहाँ आएको है त। अहिले त्यस्तो चुटहरू कस्तो फेसन लाग्छ नि। वाउ, देखो लेहेङ्गा। यहाँ तपाईँहरूलाई थाहा छ यहाँ रिक्सा पनि पाउँछ कि, मान्छेहरूले त्यो चलाएर मान्छेले त्यो साइकलमा तिरेर चढ्ने पनि हुन्छ है। अनि त पैसै छैन के गर्नु। यहाँ दुईजना दिदीहरू चाहिँ पुरा एड्रेस हेर्दै खोज्दै हुनुहुन्छ है। हामी चाहिँ फलो गरिरहेको छौँ, पछाडि टकटक हिँड्दैछौँ। अनि यता दुईजना चाहिँ टिकटकमा हेर्दै एड्रेसहरू हेर्दै जाँदैछन्। म त कति दुईचोटि आइसक्यो हो। यहाँ हाम्रो विदेश राम्रै छ नि यहाँबाट। हामी चाहिँ यहाँ दोकान गएको है, कति 2 तला 3 तला माथि रहेछ। हिँड्दा गइसक्यो हामी चाहिँ। बेहुली रानी बसेको छु। ओहो म चाहिँ रातिदेखि त डराएर भाग्छु म। त्यो यहाँभित्र रहेछ स्टुडेन्ट है। यो साडीमा लाउँदा लेहेङ्गा होला, लाउँदा चाहिँ कति हुन्छ हौ, उचाल्नै गाह्रो क्या। फिक्स प्राइस हो र। साडीहरू हेर्दैछौँ है त गाइज। अनि यहाँ चाहिँ हाम्रो दिदी चाहिँ पुरै साडी ट्राई गर्दै हुनुहुन्छ। हामी यहाँ हेर्दैछौँ साडीहरू। यहाँ चाहिँ एकदमै राम्रो यहाँ चाहिँ एकदमै धेरै आवाज कराउँदो रहेछ। हरायौँ हाम्रो दिदीसँग अगाडि कुदिसकेको रहेछ।
केटा मान्छेहरूको पनि रहेछ कति साह्रो भिड क्या हेर न ल्याउनु धेरै राम्रो लाग्नुहुन्छ तपाईँहरू हस् थ्याङ्क यू म्याम बट फेरि आवर यहाँ चाहिँ क्या गाडीहरूले दोकानहरूले नि अगाडि भएर किन यति साह्रो ए हो नि त हेर्दा आँखा दुखिसक्यो नि देख्नु रिक्सा यहाँ त अझै पनि चलाइँदाखेरि चाहिँ हाम्रो नेपालतिर चाहिँ मैले देख्दिनँ अहिलेसम्म अनि अब हामीले चाहिँ के किन्नु भन्छ नि कुर्ताहरू किन्नुपर्ने छ अनि हामीले चाहिँ यो यहाँ साडी किन्यौँ है हामीले चाहिँ यहाँ मेरो साथीले पनि यहाँ साडी किनिरहेको छ है त गाइस हाय 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 तपाईँहरूलाई सामान मजाले देखाउनु पनि पाएको छैन यो भिडको कारणले चस्माहरू यहाँको मार्केट चाहिँ एकदमै चल्दा रहेछ है त चप्पलहरू है त गाइस यहाँ चाहिँ एकदम भिड लागेको रहेछ पर्दा चाहिँ कहाँको लागि भरे पढाउनुको लागि कहाँ पढाउनु पर्ने स्टलहरू चाहिँ 250 150 यस्तो त फाटिँदैन नकट्ने खालको फलफुलहरू यहाँ चाहिँ कस्तो मजाले क्या त्यो सबै मान्छे किनकि गर्नुहुने किनकि बेच्ने हुँदो रहेछ हरेक मान्छेले कोही पनि कस्टमर खोज्नु हुँदो रहेछ यहाँभित्र चाहिँ होला हौ हामीले चाहिँ एउटा दोकान खोजेको थियौँ पहिला कुर्ताहरू लिएको थियौँ हो यही हो धरानी सपिङ के छ नि यहाँ चाहिँ हामीले इयरिङ्सहरू हेरेको है त गाइस कुन यो साउथ होला यो वाइट दुई राम्रो छ ए होइन यो भन्दा कालो हुन्छ नि कालो कालो कलर ओ माई गड यहाँ सुन्नु सक्नुहुन्छ होला गाडी चाहिँ ओभर कराउने के हो यो अहिले चाहिँ हामी यहाँ तन्ना किन आएको छौँ तन्ना र बर्लुङ यहाँको यो डिजाइन चाहिँ कस्तो राम्रो है यो यिनीहरू राधाकृष्ण भाइको लाग्छ है कस्तो राम्रो हामीले यहाँ हेर्दैछौँ है यो के हो कुसन अलिकति त्यो हाम्रो उयोमा त लाइटी टाइपको साउथ नि अलिक गर्ने हुन्छ होला नि यहाँ चाहिँ हाम्रो साथीहरू एकदमै थाकेर बसिसकेको छ हामी चाहिँ बाहिरको त्यो काडाङकुङले गर्दा गर्दा मलाई चाहिँ यो कति क्युट लाग्यो बेच्नुहुन्छ त यो हात्ती त्यो सोना हात्ती वाइट कलरको अनि यहाँ फेरि हाम्रो एउटा दिदी चाहिँ पुरा लम्पसार परेर क्या सुतिराख्नु भएको छ दोकानमा त्यो चाहिँ हिँड्दा थाकिसक्नु भएको छ तपाईँहरू पनि यहाँ सपिङ गर्नुहुन्छ भने चाहिँ दामी दामी चौकी चाहिँ यो ब्ल्याङ्केट हेरेको रहेछ अनि यसलाई चाहिँ 500 रुपियाँ अरे है त गाइज ल अनि यहाँ हामी हेरिसक्यौँ यहाँ गलेर पनि हैरान भइसक्यौँ यहाँ चाहिँ तपाईँहरू है यत्रो लेज खाना त अगाइन्छ होला नि है तर यो लेज होइन नि यो त के हो कुसन हो I'm a Barbie girl in a Barbie world टोक टोक आफ्नो बेबीहरूले चाहिँ यिनीहरू लग्दा ठिक हुन्छ है अङ्कल यो कति हो ए तिनटै आहा कति राम्रो 325 राखिछ अरु डिजाइनहरु पनि छ
यहाँ है सन्ध्यालाई चाहिँ डेरी मिल्क ओभर मन पर्दो रहेछ अनि यहाँ हेर्नु है डेरी मिल्क कहिले खाएर पनि नसकिने खालको डेरी मिल्क हो ये आपका 250 का 250 को डेरी मिल्क कति सस्तो है यत्रो ठुलो डेरी मिल्क यार कति मजा हमको ये पसंद है लेकिन खरीदने के मान्छे नहीं है ल यो दिदिन म त जङ्क फुड एउटा नि दिदिनँ नि थाहा छ हरेका आयो यहाँ छ हाम्रो सामानहरू है अलि अलि गर्दा गर्दा है अब हामीलाई यहाँ चाहिँ ए हाम्रो दिदी चाहिँ सोच्दा पागल भइसक्यो यहाँ चाहिँ मान्छे अहिले ट्रेनबाट निस्केको छ कति धेरै निस्केको है ट्रेन साइड छुटेर होला त्यस्तो लाग्यो मलाई चाहिँ कति धेरै मान्छेहरू कि अनि हामी चाहिँ यहाँ खाजा खाइसकेर अनि हामी चाहिँ अब बाहिर निस्किन लागेको अब चाहिँ हाम्रो काम भनेको फेरि अलिक थोरै सामान किन्नु छ अनि हामी किन्नु जाने यहाँ पाउने रहेछ खानाहरू चाहिँ हामी चाहिँ उयो मात्रै खाएको कोकहरू अनि पुरी खायौँ चाहिँ अहिले यो चप्पलहरू किनेको है त अनि यहाँ चप्पलहरू रहेछ यहाँ सबै चप्पल दोकान चाहिँ हामी यहाँ निस्किसकेको छौँ मैले चाहिँ कुसन एउटा बोकेको छु अनि हामी चाहिँ यहाँ बल्ल सपिङ गरेर निस्केको यहाँ हाम्रो दिदीको झोलाहरू झोलाहरू त भरे पैसा सबै सकियो पैसा चाहिँ सकिसक्यो अब हामी कसरी जानु धरान पैसा पनि छैन फेरि अब हामी यहाँ गाडी चढ्ने अनि त्यसपछि विराटनगर जाने यो चाहिँ हाम्रो नेपाल साइड नै हो है त्यहाँबाट हेर्नु यहाँ चाहिँ एउटा चिज क्या हो प्लास्टिकहरूको चाहिँ साह्रै उयो नहुन्छ यहाँ हामी चाहिँ खाजा खाँदैछु फ्रुटको के भन्छ यसलाई मसलावाला लाग्यो है मिठो छ अब चाहिँ हामी घर फर्किँदै गरेको है त भन्नको लागि मतलब हामी यहाँ जो पनि देख्यौँ हामी विराटनगर स्टेसनसम्म जाँदैछौँ यो चाहिँ हाम्रो नेपाली मार्केट है त नेपाली मार्केट पनि राम्रै रहेछ यहाँ चहलपहल है अनि यताल्लो साइड चाहिँ यस्तै रहेछ यो खोइ सरकारी भवन हो कि के हो पुरै भत्केको अनि त्यसपछि यहाँ मार्केटहरू देख्नु सक्नुहुन्छ त सब्जी फलफुलहरू मजाले यहाँ पनि हाम्रो नेपाल पनि राम्रो छ है कमी छैन अनि अब हामी आउन लागेछौँ अहिले चाहिँ हाम्रो गाडी इटन आइसक्यो तर हाम्रो गाडी कति भयो रोकेको 20 मिनट भइसक्यो गाडी जाएकै छैन हाम्रो गाडी कहिले पुग्छ घर हामी कति बजी हिँडेको हौ त्यो टाइम अब चाहिँ म तपाईँहरूलाई सामानहरू के किन्यौँ भनेर देखाउँछु है त गाइज हिजो चाहिँ एकदमै भिडभाड भएर क्या गाडी हिँड्न गर्नु पनि एकदमै अप्ठ्यारो थियो अनि त्यही भएर मैले चाहिँ त्यति बेला मजाले देखाउनै पाइनँ क्या सो यो चाहिँ हामीले ब्ल्याङ्केट लिएको ओन्ली 500मा यो चाहिँ यस्तो ब्ल्याङ्केट छ अनि त्यसपछि यो चाहिँ हामीले बेडसिट लिएको है त यो पनि दुईवटा सिरानीसँग लिएको यो पनि अलिकति सिङ्गल बेडभन्दा अलिक ठुलो छ अनि त्यसपछि यो पनि हामीले कति 475 कि समथिङ त्यस्तै नै किन्यौँ होला अनि यो हामीले किनेको कुर्ताहरू यो भयो अनि यो चाहिँ हाम्रो पर्दाको लागि किनेको अनि त्यसपछि यो पनि किनेको हामीले कुर्ता जम्मा 3टा किनेको थियौँ अनि यो चाहिँ मेरो लागि मैले किनेको साडी हैन यो चाहिँ ओन्ली कतिमा थियो भन्दा 900 कि 800 हो क्या यो कान्जीबाई साडी भन्छ नि अनि यो चाहिँ मेरो दिदीको साडी स्पेसली यो किन्न गएको थियौँ हामी अनि त्यसपछि यो चाहिँ कुसन है कुसनलाई यो सानो हावा फालेर कि कसरी उयो सानो बनाएको अनि यस्तो चाहिँ कति हो 5 पिसको 1000 अनि हामीले लिएको यसको कभर चाहिँ यस्तो छ है त गाइज अनि कुसन पनि ट्याक्क यो यस्तो छ अलि यो खोल्दा यस्तो फर्ममा आउँदो रहेछ अनि यो भयो अनि मैले यो जुत्ती पनि किनेको किनिदिनु भएको हो दिदीहरूले यसको चाहिँ एउटा जोडी यतै कता छ होला मैले मजाले भेटेकै छुइनँ अनि
यो पनि हामीले कतिमा किनेको भन्दा 400 समथिङ त्यस्तै 400मा किनेको यो वाला जुत्ती अनि हामीले किनेको भनेको यो हो 100मा हामीले किनेको यो प्लेट के सामान यहाँ किचनमा चलाउनको लागि हैन अनि यो कप कप यो वाला पनि कति हो 250 मा होला आधी दर्जनको पहिला पनि हामीले लगेको थियौं अनि घरमा जस्ट राम्रै थियो क्या टुटेको फुटेको त्यस्तो छिटो जाने ओर्ने भएन अनि त्यही भएर हामीले त्यही मान्छेकोमा हामीले किनेको अनि हाम्रो हिजोको सपिङ यति नै थियो अरु त के यस्तैहरु सामानहरु किनियो ओके बाइ बाइ त्यहाँ चाहिँ सामानहरु जस्ट प्राइस चाहिँ एकदम उयो क्या सस्तोमा पाउने सामानहरु है लुगाहरु कुर्ताहरु मेन चाहिँ साडीहरु राम्रो राम्रो क्या कस्तो धेरै दामी दामी थियो त्यहाँ त साडीहरु पनि 20,000 को साडीहरु त खत्रै थियो ओके बाइ बाइ आजलाई म यति नै